पहला पहला प्यार है जन्म तर लिया, पहला पहला प्यार है जन्म तेरे लिए तेरे लिए। पहला पहला प्यार है जन्म तेरे लिए, पहला पहला प्यार है जन्म तेरे लिए। नमस्कार है सम्पूर्ण मित्रहरुमा। यो दशैं चाहिँ जसोतसो पन्छाइयो। अब तिहार आउँदैछ, दीपावली तिहार। तिहारको लागि देउसी खेल्न, भैलो खेल्नको लागि बाजा चाहियो। मगरहरूको मुख्य बाजा चाहिँ मादल अरे। मादल बजाएर देउसी भैलो खेलिन्छ। बिहेमा रतौली नाच्दा पनि त्यही मादल बजाएर रतौली नाचिन्छ। बजारमा जाँदा पनि त्यही मादल भिरेर गीत गाएर मादल बजाएर फन फनी घुमेर नाच्छन्। यो मुख्य बाजै मादल अरे मगरहरूको। अनि तामाङहरूको चाहिँ फेरि दम्पु हुन्छ। उनीहरूको बिहे कार्य हुँदाखेरि त्यो दम्पु बजाएर यस्तो नाच्छन् कि यस्तो भव्य तरिकाले रमाइलो हुन्छ। तामाङहरूको बाजा नै दम्पु अरे। अनि नेवारहरूको बाजा चाहिँ फेरि ठुल्ठुलो ढोल हुन्छ। अनि झ्याम्टा, देवीको पूजा गर्न जाँदा पनि, नयाँ साल मान्दा पनि र लाखे जात्रा निकाल्दा पनि उनीहरू त्यही ढोल र झ्याम्टा बजाएर झ्याम 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 गरेर बजाउँछन्। अनि उफ्री उफ्री नाच्छन्। तिनीहरूको बाजै त्यो ढोल र झ्याम्टा। यतातिर छेत्री बाहुनको बाजा चाहिँ खैँजडी अरे। खैँजडी बजाएर भजन कीर्तन लाउँछन्। त्यही खैँजडी बजाएरै नाच्छन् अनि गीत गाउँछन्। खैँजडी केको छालाको, बाउ र बाजेको पालाको भन्छन्। अनि खैँजडीको तालमा उफ्री उफ्री नाच्छन्। यो दमाईहरूको बाजा चाहिँ पञ्चै बाजा पनि भन्छन्, नौमती बाजा पनि भन्छन्। तिनीहरूले बजाउने चाहिँ ट्याम्को, दमाहा, ढोल, झ्याम्टा, सहनाई, नरसिङ्गा यस्तो हुन्छ। उनीहरूले पनि बिहे कार्यमा पनि त्यही बाजा बजाउँछन्। देवी थानमा जाँदा पनि त्यही बाजा बजाउँछन्। उनीहरूको मुख्य बाजा नै त्यही। तर यो विश्वकर्माहरूको बाजा चाहिँ के रहेछ, यो जान्न पाए हुन्थ्यो, बुझ्न पाए हुन्थ्यो। यसो कसै